हेलो। सो हामीले चाहिँ करेन्ट इलेक्ट्रिसिटी स्टडी गर्छौँ, फोकसिङ द इन्ट्रान्सेस. ओके, सो वी आर स्टार्टिङ करेन्ट इलेक्ट्रिसिटी डिसी पोर्सन. सो करेन्ट भनेको के हो भन्नुहुन्छ भनेपछि रेट अफ फ्लो अफ एनिथिङ भनेको करेन्ट हो कि. जस्तै कि वाटर छ हामीसँग, वाटरको रेट अफ फ्लो भनेको वाटर करेन्ट हो. त्यस्तै गरी रेट अफ फ्लो अफ इलेक्ट्रिक चार्जेस, रेट अफ फ्लो अफ इलेक्ट्रिक चार्जेस भनेको के हो? इलेक्ट्रिक करेन्ट. अनि त्यो भनेको के हो? करेन्ट हो. रेट अफ फ्लो अफ इलेक्ट्रिक चार्जेस. अनि यसको एसआई युनिट हुन्छ एम्पियर. ओके, द एसआई युनिट अफ करेन्ट इज एम्पियर. सो हामीले अब करेन्टको बारेमा अब स्टडी गर्नुपर्छ हल्का. अनि करेन्टको चाहिँ एउटा करेन्टको इन्स्ट्यान्टेनियस भ्यालु कति हुन्छ थाहा छ? इन्स्ट्यान्टेनियस भ्यालु अफ करेन्ट र करेन्टको चाहिँ अर्को एभरेज भ्यालु पनि हुन्छ. एभरेज भ्यालु अफ करेन्ट. एउटा कुनै पनि करेन्टको इन्स्ट्यान्टेनियस भ्यालु हुन्छ डिक्यू बाई डिटी. अनि करेन्टको एभरेज भ्यालु हुन्छ डेल क्यू बाई डेल टी. करेन्टको इन्स्ट्यान्टेनियस भ्यालु के हो भनेपछि यदि कुनै पनि एउटा स्मल अमाउन्ट अफ करेन्ट है, कुनै पनि एउटा स्मल अमाउन्ट अफ करेन्ट चाहिँ कुनै एउटा सर्ट इन्टरभल अफ टाइमको लागि कुनै वायर वा कुनै कन्डक्टरमा यदि फ्लो भइरहेछ भनेपछि, ओके, एउटा स्मल अमाउन्ट अफ करेन्ट चाहिँ एउटा सर्ट इन्टरभल अफ टाइमको लागि कुनै मेटेरियलमा फ्लो भइरहेछ भने त्यस्तो खालको करेन्टलाई हामीले इन्स्ट्यान्टेनियस करेन्ट भन्छौँ है. ल अब फेरि अगाडि बढौँ. अनि करेन्ट भनेको चाहिँ एउटा स्केलर क्वान्टिटी हो. अब हजुरहरूको दिमागमा चाहिँ के डाउट आइरह होला भनेपछि करेन्टको त एउटा म्याग्निट्युड पनि हुन्छ, डिरेक्सन पनि हुन्छ है. करेन्टको के हुन्छ? म्याग्निट्युड. अनि के हुन्छ? करेन्टको त म्याग्निट्युड पनि हुन्छ, डिरेक्सन पनि हुन्छ. तर यो स्केलर क्वान्टिटी चाहिँ कसरी भयो? सो यो स्केलर क्वान्टिटी चाहिँ कसरी भयो भनेपछि यसले चाहिँ जुन ल अफ भेक्टर एडिसन हुन्छ नि, ओ ल अफ भेक्टर एडिसनलाई चाहिँ के गर्छ? अवे गर्दैन है. इट डजन्ट अवे ल अफ भेक्टर एडिसन. जस्तै कि हजुरहरूलाई म इक्जाम्पल दिन्छु है. मसँग चाहिँ ल एउटा चाहिँ वायर छ गरे है. अनि त्यो वायरमा चाहिँ मैले एउटा अर्को वायर कनेक्ट गरेँ. अनि यो थर्ड वायर चाहिँ त्यो दुईवटा वायरको के हो? रिजल्टेन्ट वायर. अब यो फर्स्ट वायरमा चाहिँ 4 एम्पियरको करेन्ट फ्लो भइरहेछ गरे, सेकेन्ड वायरमा 3 एम्पियरको करेन्ट फ्लो भइरहेछ गरे भनेपछि अब यो थर्ड वायरमा कति एम्पियरको करेन्ट फ्लो हुन्छ भन्नु त? यो थर्ड वायरमा कति हुन्छ? 7 एम्पियरको करेन्ट फ्लो हुन्छ. बट अब मैले चाहिँ के भने भनेपछि त्यो दुईवटा वायरको बिचको जुन एङ्गल हुन्छ नि, एङ्गल चाहिँ अहिले ठिटा छ गरे है. अब जब त्यो दुईवटा वायरको बिचको एङ्गल ठिटा छ भनेपछि अब यो रिजल्टेन्ट करेन्ट भनेको कति होला? ल भन्नुहोस् त, ल सोच्नुहोस् त. अब सुन्नुहोस् है. अब त्यो दुईवटा वायरको बिचमा एङ्गल ठिटा भयो भने 7 एम्पियर करेन्टै फ्लो हुन्छ नि. के फरक पर्छ र?
हजुरहरूले दुईवटा वायरलाई जसरी पनि कनेक्ट गर्नु न, जस्तो पोजिसनमा राखेर जसरी पनि कनेक्ट गर्नु, त्यो थर्ड रिजल्टेन्ट वायरमा फ्लो हुने त सेम अमाउन्ट अफ करेन्ट हो नि। भनेपछि एङ्गलले के म्याटर गर्यो? केही पनि गरेन। एङ्गलले के गर्यो? डज नट म्याटर। एङ्गलले त केही पनि म्याटर गरेन। थोडी न हामीले अब त्यो करेन्टको भ्यालु निकाल्नलाई थोडी न हामीले यस्तो गर्छौँ होला कि आइआर इज इक्वल टु अन्डर रुट होइन, रिजल्टेन्ट करेन्ट इज इक्वल टु I1 स्क्वायर प्लस I2 स्क्वायर प्लस यस्तै गरी गरी ल भेक्टर एडिसन थोडी न लगाउँछौँ। हामीले त डाइरेक्ट आफ्नो एउटा जनरल कन्सेप्ट लगाउँछौँ होइन। अब हामी केसमा जाऊँ भनेपछि अब अर्को अझै एउटा कुरा हेर्नुहोस् है। जस्तै कि मसँग एउटा कुनै पोजिटिभ चार्ज छ गरे, ओके। पोजिटिभ चार्ज चाहिँ यो डिरेक्सनमा विथ भेलोसिटी v के भइरहेछ? फ्लो भइरहेछ। अब करेन्ट पनि के हुन्छ? त्यही पोजिटिभ चार्जको डिरेक्सनमा, ओके, त्यही पोजिटिभ चार्जको डिरेक्सनको एलोङ के हुन्छ? फ्लो हुन्छ। जस्तै कि मसँग एउटा के छ? एउटा नेगेटिभ चार्ज छ। नेगेटिभ चार्ज चाहिँ यो डिरेक्सनमा विथ भेलोसिटी v के भइरहेछ? फ्लो भइरहेछ भनेपछि करेन्ट चाहिँ के हुन्छ? त्यो नेगेटिभ चार्जको अपोजिट डिरेक्सनमा फ्लो हुन्छ है। अब यसबाट हामीले के थाहा पायौँ कि एउटा करेन्टको डिरेक्सन जहिले कतातिर हुन्छ भनेपछि करेन्ट चाहिँ जहिले एउटा पोजिटिभ चार्जको डिरेक्सनको एलोङ के हुन्छ? फ्लो हुन्छ, ओके। जुन डिरेक्सनमा एउटा पोजिटिभ चार्ज फ्लो भइरहेछ त्यही डिरेक्सनमा करेन्ट जहिले फ्लो हुन्छ। अब यो पोइन्ट हामीले लेखौँ है। द डिरेक्सन अफ फ्लो अफ करेन्ट is always along the flow of positive चार्ज। र पोजिटिभ चार्ज जुन डिरेक्सनमा फ्लो हुन्छ करेन्ट पनि के हुन्छ? त्यही डिरेक्सनमा नै फ्लो हुन्छ। अब चाहिँ हामी केसमा जाऊँ भनेपछि एउटा क्वेसन गरौँ है हामीले। अब इफ Q इज इक्वल टु टी स्क्वायर प्लस 2t फाइन्ड एभरेज क्वेसन चाहिँ के छ भनेपछि अलि क्लियर भएन है यो। है क्वेसन चाहिँ के छ भनेपछि इफ Q इज इक्वल टु टी स्क्वायर प्लस 2t है, यो प्लस 2t हो है, अलि क्लियर हुनसक्छ। फाइन्ड एभरेज करेन्ट फ्रम t इज इक्वल टु 0 to 2 सेकेन्ड र इन्स्ट्यान्टेनियस करेन्ट एट t इज इक्वल टु 2 सेकेन्ड। अब सुन है, सुरुमा चाहिँ हामीले के निकालौँ? एभरेज करेन्ट निकालौँ है। मैले तिमीहरूलाई एभरेज करेन्ट भनेको कति हो भनेको थिएँ भन त? I इज इक्वल टु डेल क्यू बाई डेल टी हो कि अब हामीलाई के निकाल्नु छ? फ्रम टाइम t इज इक्वल टु 0 to 2 सेकेन्ड। अब यो डेल क्यू भनेको त के लेख्न पायो हामीले? क्यू इज इक्वल टु 2 सेकेन्ड माइनस क्यू 0 सेकेन्ड अपन t2 माइनस t 0 सेकेन्ड इज इक्वल टु, अब क्यू भनेको हामीलाई के रहेछ?
टी स्क्वायर प्लस 2t। अब 2 सेकेन्डमा चार्ज कति होला? 2 को स्क्वायर प्लस 2 इन्टु 2 अनि 0 सेकेन्डमा कति हुन्छ? 0 नै हुन्छ अपन 2 माइनस 0। यो भनेको कति आयो भनेपछि 4 एम्पियर। भनेपछि एभरेज करेन्ट भनेको हाम्रो कति आयो? एभरेज करेन्ट भनेको हाम्रो कति आयो? 4 एम्पियर आयो। अब इन्स्ट्यान्टेनियस करेन्ट निकालौँ है। हामीलाई इन्स्ट्यान्टेनियस करेन्ट मैले तिमीलाई इन्स्ट्यान्टेनियस करेन्ट भनेको के हो भनेको थिएँ भन त? I is equal to dq by dt र 8t is equal to हामीले कति निकाल्नु छ? 2 सेकेन्ड र iq भनेको त कति छ? t स्क्वायर प्लस 2t अपन dt। यो भनेको कति हो? अब यसलाई डिफ्रेन्सिएट गर्नु पर्यो। 8t is equal to 2 सेकेन्ड हो है, त्यो पनि याद राख्नुपर्छ। यसलाई के गर्नु पर्यो? एकचोटि डिफ्रेन्सिएट गर्नु पर्यो। 2t प्लस 2 8t is equal to what? 2 सेकेन्ड। यो भनेको कति आउँछ? 6 एम्पियर। सो यो भनेको के आयो? इन्स्ट्यान्टेनियस करेन्ट आयो। अब यसरी क्वेसन सोध्यो भने हामीले गर्न सकिन्छ कि नै? सकिन्छ। ओके, अब एउटा के गरौँ भनेपछि अब एउटा नयाँ क्वेसन गरौँ। नयाँ क्वेसन चाहिँ के छ भनेपछि ल म क्वेसन लेख्छु है एकैछिन। इन एन हाइड्रोजन एटम एन इलेक्ट्रोन इज revolving with क्वेसन के छ है? क्वेसन के छ भनेपछि इन एन हाइड्रोजन एटम एन इलेक्ट्रोन इज रिभल्भिङ विथ 0.6 इन्टु 10 to the power 26 रिभोल्युसन पर सेकेन्ड। देन वाट इज द करेन्ट वेन इलेक्ट्रोन इज एनी अर्बिट है। यस्तो खालको क्वेसनको लागि के हुन्छ भनेपछि एउटा कन्सेप्ट हुन्छ है। के कन्सेप्ट हुन्छ भनेपछि जस्तै कि ल मसँग के छ एउटा यस्तो खालको क्वेसनको लागि कस्तो कन्सेप्ट हुन्छ भने जस्तै कि मसँग के छ एउटा पोजिटिभ चार्ज छ है। के छ? मसँग एउटा पोजिटिभ चार्ज छ। यो पोजिटिभ चार्ज चाहिँ यसरी एउटा सर्कलको फर्ममा के भइरहेछ? फ्लो भइरहेछ। यसरी एउटा साइकल कम्प्लिट गर्यो। अब करेन्ट के हुन्छ? करेन्ट चाहिँ जहिले एउटा पोजिटिभ चार्जको डिरेक्सनको एलोङ के हुन्छ? फ्लो हुने हो है। अब जब करेन्ट यो केसमा अब करेन्टको भ्यालु कति हुन्छ? Q by T। अनि अब यो पोजिटिभ चार्जलाई एउटा कम्प्लिट साइकल पुरा गर्नको लागि, एउटा फुल रिभोल्युसन कम्प्लिट गर्नको लागि लाग्ने जुन टाइम हुन्छ नि, त्यो टाइमलाई हामीले के भन्छौँ? टाइम पिरियड भन्छौँ है। सो यो टी भनेको के हो? यो टी भनेको त टाइम पिरियड भयो कि नै होइन। अब टाइम पिरियड भनेको हामीलाई के थाहा छ? इन्भर्स अफ फ्रिक्वेन्सी भनेर नि थाहा छ। सो आई इज इक्वल टु हामीले नयाँ फर्मुला के जेनेरेट गरौँ? आई इज इक्वल टु क्युएफ। अनि यो फर्मुला चाहिँ कस्तो खालको केसहरूलाई मात्र भ्यालिड हुन्छ भनेपछि सर्कुलर मोसनवाला केसलाई मात्र भ्यालिड हुन्छ है। सर्कुलर मोसन केसको लागि मात्र भ्यालिड हुन्छ यो फर्मुला। अब क्वेसन गरौँ है। त्यो क्वेसन चाहिँ के थियो भनेपछि हो यो क्वेसन थियो नि। कहाँ गयो क्वेसन?
क्वेसनले के भनेको थियो भनेपछि एउटा हाइड्रोजन एटम थियो त्यसमा एउटा इलेक्ट्रोन चाहिँ कुनै अर्बिटको अराउन्ड चाहिँ 0.6 × 10⁻16 रिभोल्युसन पर सेकेन्डमा रिभल्भ गरिरहेको थियो भनेपछि त्यति बेला हामीलाई करेन्ट क्यालकुलेट गर्नु थियो। अब हेर I = QF भनेर त हामीले के गरिसक्यो, डेराइभ गरिसक्यो। त्यो पनि एउटा सर्कुलर मोसनवाला चाहिँ केस हो, किनभने इलेक्ट्रोन त एउटा सर्कुलर पाथमै त त्यो अर्बिटमा रिभल्भ गर्ने हो र इलेक्ट्रोनको चार्ज कति हुन्छ, E हुन्छ, EF। अनि E भनेको के हो, इलेक्ट्रोनको चार्ज कति हुन्छ, 1.6 × 10⁻−19 इन्टु, अनि फ्रिक्वेन्सी भनेको कति थियो, 0.6 × 10⁻16। यो भनेको कति आउँछ, 0.96 × 10⁻−3। यो भनेको 0.96 मिली एम्पियर। यो एम्पियरमा आएको, यो चाहिँ मिली एम्पियरमा। ओके।